हाई गाइस र स्विगीको बेलुकाको भ्यू चाहिँ यस्तो छ। स्विगी इन्स्टामार्ट अगाडिको भ्यू। अहिले भने 10:30 बजेको छ। बेलुकाको 10:30 बजिसकेको छ। 10:30 बजी चाहिँ राइडरहरू पनि हटेको छैन। 10:30 सम्म आज चाहिँ 52 अर्डर माग्ने रहेछ। 52 अर्डर गर्नुपर्छ। त्यही कारणले गर्दाखेरि चाहिँ राइडरहरू आज स्टलमा छ। कतिजनाको 40 पुग्यो त कतिजनाको 45 पुगिरहेको छ है। रोड पनि खाली छ। 10:30 बजी त खाली नै हुन्छ प्रायः रोड यहाँको त। स्टोर पनि यहाँ चाहिँ 12 बजीसम्म चाहिँ खुल्ला हुन्छ है। अर्को स्टोरमा गयो भने चाहिँ अर्को स्टोरमा चाहिँ 24 घन्टा आउनुहुन्छ। तर यहाँ चाहिँ 12 घन्टा मात्रै हो। 12 बजीसम्म मात्रै हो। यस्तै छ। 10:30 बजीसम्म पनि 11 बजीसम्म अनलाइन बस्नुपर्छ फेरि हो। 11 बजीसम्म अनलाइन बस्दैन भने गरेको पैसा मात्रै आउँछ। इन्सेन्टिभहरू केही पनि आउँदैन है। त्यसैले इन्सेन्टिभको लागि भए पनि 11 बजीसम्म चाहिँ अनलाइन बस्नैपर्छ। त्यही कारणले कतिजना त पुग्यो, कतिजनाको 52 पुगेर पनि लगइन हलको लागि मात्रै अनलाइन बसिरहेको छ।